कसैले भन्न सक्छ यहाँमध्ये कमेन्ट के होला त? यहाँहरु सबैमा नमस्कार। म इन्जिनियर श्याम कोइराला। म विगत 12 वर्षदेखि निजामती सेवा अन्तर्गत इन्जिनियरिङ सेवामा रही चाहिँ सिँचाइ विभाग अन्तर्गत काम गरिरहेको छु। अहिले हाम्रो उद्देश्य चाहिँ यो लोकसेवाका प्राविधिक विषयहरूमा विशेष गरी इन्जिनियरिङ विषयहरूमा चाहिँ केन्द्रित रहेर त्यसले चाहिँ केही पृथक हिसाबले चाहिँ हालसालै इन्जिनियर पास भएर चाहिँ लाइसेन्सको लागि सङ्घर्ष गरिरहेका इन्जिनियर साथीहरू, लोकसेवाका लागि पढिरहेका इन्जिनियर र सब इन्जिनियर साथीहरू लाई चाहिँ केन्द्रित भएर चाहिँ हामीले केही कक्षाहरू र केही भिडियोहरू बनाउने चाहिँ जमर्को गरेका छौँ। र त्यसै अन्तर्गत आज तपाईहरुले मैले देखिसक्नु होला, मैले बोर्डमा लेखिसकेको छु इन्जिनियरिङ सर्वे भन्ने शीर्षकमा चाहिँ भन्ने टपिकमा केन्द्रित रहेर चाहिँ म केही 4-5 वटा टेक्निकल क्वेशनहरू चाहिँ हजुरहरुको अगाडि राख्छु है त। ल आउँ सुरु गरौँ। इन्जिनियरिङ सर्वे 1 नम्बरको क्वेशन लेखौँ है त साथीहरु। सबैले सार्नु है मसँगै। नम्बर 1, द टाइप्स अफ लेभल भनेपछि त सबै साथीहरुलाई थाहा भएकै कुरा हो। नर्मल्ली used in hilly area, used in hilly area। यो चाहिँ कहिले सोधेको रहेछ त भन्नुहुन्छ भने 2067 साल हाइवेको लागि र त्यसै गरी सेम क्वेशन 2068 सालमा चाहिँ इरिगेसनमा सोधेको रहेछ है त। भनेपछि अहिले पनि नसोध्ला भन्न सकियो त साथीहरु? सकेन नि। यसको अप्सन म तपाईहरुलाई दिन चाहन्छु है त। अप्सन रहेको छ, एमा लेख्नु होला एब्नी लेभल, बी नम्बरमा डम्पी लेभल, त्यसै गरी सी नम्बरमा ह्यान्ड लेभल, र 4 नम्बरमा यो 4 नम्बर त सधैँ एउटै जस्तो त हो नि, कि अल अफ द एबभ कि नन अफ द एबभ हैन त साथीहरु? ल यहाँ चाहिँ नन अफ द एबभ रहेछ है त। ल यसो कमेन्ट गरौँ त एकछिन। फेरि दोहोऱ्याउँछु क्वेशन है। द टाइप्स अफ लेभल नर्मल्ली भनेको छ यहाँ, यसो फोकस गर्नु होला। नर्मल्ली युज्ड इन हिली एरिया के होला त? ठिक छ। र यसको सही उत्तर चाहिँ म भन्न गइरहेको छु। यसमा चाहिँ हामीले हिली एरिया नर्मल्ली भन्ने बित्तिकै के हुन्छ त? एब्नी लेभल हुन्छ है साथीहरु। यसको एन्सर हामीले के भन्यौ त? एब्नी लेभल। र यसै गरी हामी यो एब्नी लेभल, डम्पी लेभल या ह्यान्ड लेभल भनेका के हुन्, यो कुन ठाउँमा प्रयोग हुन्छ र कुन कन्डिसनमा यिनीहरुको प्रयोग हुन्छ र कसरी गर्ने भन्ने कुराहरु चाहिँ एउटा डिटेलमा थ्योरी क्लासमा चाहिँ सर्वे पढ्दाखेरि हामी पढ्छौँ है त। हामी चाहिँ अब्जेक्टिभलाई पनि थ्योरीको रूपमा पढ्यो भने चाहिँ लामो समयसम्म सम्झिन्छ भनेर चाहिँ हामी विश्वास मान्छौँ। र त्यस विश्वासका साथ हामी चाहिँ यिनीहरुका काम के हुन् र कुन कन्डिसनमा यिनीहरुले काम गर्छन् भनेर पनि हामी डिटेलमा पढ्छौँ है त। ल साथीहरु, अब म दोस्रो प्रश्नतिर लाग्छु है त। दोस्रो प्रश्न, क्वेशन नम्बर 2। यो पनि इम्पोर्टेन्ट छ है। द इन्स्ट्रुमेन्ट used to reproduce plant to
डिफ्रेन्ट स्केल इज कल्ड भन्छ है त साथीहरु। अब अप्सनमा जाउँ। अप्सन नम्बर ए प्लानिमिटर, PLANI प्लानी METR मिटर। नम्बर बी क्लिनोमिटर। त्यसै गरी नम्बर सी ग्याट ट्रेसर। र डी नम्बरमा पेन्टोग्राफ। कसैले भन्न सक्छ यहाँमध्ये कमेन्ट के होला त? द इन्स्ट्रुमेन्ट युज टु रिप्रोड्युस प्लान्ट टु डिफ्रेन्ट स्केल इज कल्ड भन्यो। केले गर्छ होला त? एनी आइडिया? र अहिले म यसको अप्सनमै जाउँ है त। यसको राइट अप्सन हो नम्बर डी पेन्टोग्राफ। र यी अरू इन्स्ट्रुमेन्टहरूको बारेमा हामी यो प्लानिमिटर, क्लिनोमिटर, ग्यास ट्रेसरले के काम गर्छ यसको फङ्सनको बारेमा चाहिँ अब्जेक्टिभको पनि थ्योरी अन्तर्गतको क्लासमा चाहिँ हामी पढ्छौँ है त। एउटा कुरा मैले भन्न बिर्सेछु है, तपाईँहरूको यो चाहिँ कहिले सोधेको रहेछ त यो क्वेसन भन्दाखेरि चाहिँ सिभिल 7th लेभल 2080 मा सोधेको रहेछ त। सिभिल 7th लेभल 2080। अब हामी नेक्स्ट 3 नम्बर क्वेसनमा जाउँ है त। क्वेसन नम्बर 3 मा जाउँ है। क्वेसन नम्बर 3 यो पनि इम्पोर्टेन्ट लेख्दा फरक नपर्ला है साथीहरु। आइरहेकै छ है, आउने सम्भावना बोकेको क्वेसन हो यो। के छ त भन्दा टु थियोडोलाइट मेथड्स, थियोडोलाइट मेथड of setting out a curve involves option number A linear measurement only, option number B angular measurement only, option number C both angular and linear measurement. Option number D none of the above. यसलाई ढिलो नगरिकन कसैले कमेन्ट गर्नुहुन्छ नभए म क्लुमा जान्छु है त। अप्सनमा यसको राइट एन्सरमा जान्छ है। जाँदा हुन्छ लाउँ साथीहरु। यसको चाहिँ धेरैजना झुकिनुहुन्छ है, लिनियर र एङ्गुलर दुईटै हो कि भन्नुहुन्छ धेरैले। किनभने थियोडोलाइटले त एङ्गल पनि मेजर गरेर आउँछ, लाइन पनि मेजर गरेर आउँछ। कसैले लिनियर मात्रै गर्छ है, थियोडोलाइटले त यसो हेरेर आउँछ भन्ने होला। तर यसको वास्तविक एन्सर चाहिँ के हो त भन्दाखेरि ए पनि हैन सी पनि हैन, के हो त भन्दा एङ्गुलर मेजरमेन्ट भन्ने हो। यसरी पढौँ है त साथीहरु। र आजलाई चाहिँ मैले यो 3टा क्वेसनहरु हजुरको अगाडि राखेँ र हाम्रो भोलिदेखि चाहिँ थ्योरीका क्लासहरु हुनेको हामीले चाहिँ योजना बनाएका छौं। र हाम्रो यो फ्युचर मेन्टर एकाडेमीलाई लाइक, शेयर र कमेन्ट गरिदिनु हुन अनुरोध गर्दै आज बिदा हुन्छु। हस्त धन्यवाद।